अब हाम्रो चाहिँ यहाँ च्याउको लागि रेडी हुँदैछ। यो चाहिँ बेबी स्टिन अस्ति हामीलाई दिनुभएको थियो है। छर्दैछौँ मिक्स गर्नुको लागि। पूजा बनाउनु न। यस्तो त्यहाँदेखि यसलाई चाहिँ यसरी खोलेर चाहिँ यता पल्टाउनुपर्छ अरे। ए बानी पार्नु पर्यो। अब चाहिँ यहाँ प्रोसेसबाट देखाउँछु। फर्स्ट चाहिँ यो प्लास्टिकलाई यसरी चुम्काएर कसरी बान्नुपर्छ रे? आसु बान्नु त। यत्रो प्लास्टिक त चाहिने रहेछ। यसको जुन मुख बन्द भएकोपट्टि छ त्यहाँ चाहिँ यसरी चुम्काएर चाहिँ यसरी लाबाट बानेर उल्टा पार्नु। अन्त यसलाई चाहिँ उल्टा पार्नुपर्छ है। यसरी यहाँ हाम्रो आसुले देखाउनु हुँदैछ है तपाईँलाई कसरी गर्नुहुन्छ। यसरी उल्टा पार्यो हो। अनि उल्टा पारेर चाहिँ यसलाई 1-1 फुटको डिस्टेन्समा चाहिँ यसरी पराल हाल्दै अनि यो बिजन जुन छ यसलाई 4 भाग यसरी 4टा लेयरमा 1 2 3 4 यसरी 4टा लेयरमा गरेर यसरी रेडी गर्नुपर्छ। राख्नुपर्ने रहेछ। अब यहाँ हाम्रो आसुले भर्नु हुँदैछ। भर्नु 4 भाग बनाउनु न आसु उहीमा पहिला यहाँ राखेर बनाउनु त। यो बिजनलाई चाहिँ 4 भाग अब 4 लेयरमा हाल्नु। अर्ग्यानिक क्यान्सर पनि नहुने धान पनि छ। धानको पराल पनि है। गहुँ पनि एकदमै अर्ग्यानिक प्लस हामीलाई ग्रुपले ट्रेनिङ दिएर एकदम राम्रो फेसिलिटी सिकाएको छ है। राम्रो सिकाएर पनि अब ट्रेनिङ पनि दिएर गाइसहरु खानु तयारी भइराख्नु रेडी भइसक्यो। यहाँ हाम्रो अब यो लास्ट हो हाम्रो सिलिन्डर भनेर चाहिँ स्कुटीमा भरेर लानु आँटेको अरे। ल ल बाई बाई। यो चाहिँ एकदम अँधेरोमा राख्नुपर्छ भनेर चाहिँ हामीले चाहिँ यहाँ राखेको छौँ।